अघि राति भएको सुपर कप डी स्पानियालाको फाइनल म्याच साउदी अरेबियाको दोहा स्टेडियममा भएको थियो। त्यो म्याच फाइनल रहेको थियो। रियल म्याड्रिड भर्सेस एफसी बार्सिलोना बीच भएको खेलमा बार्सिलोनाले पुरै रियल म्याड्रिडलाई ह्युमिलिएट नै गरेको छ। अघि रातिको त्यो फाइनल म्याचमा कुरा गर्ने हो भने अब यस्तो राम्रो पर्फर्मेन्स गरिदियो, यस्तो क्लच क्लच मोमेन्टहरू क्रिएट गरिदियो। अब त्यो त तपाईँहरूले गेम हेर्नुभयो भने देखि नै हाल्नुभयो कुन ट्याक्टिकबाट गोल हालेको थियो भनेर। रियल म्याड्रिडका डिफेन्डरहरूले युज गरेको हो या त्यो बार्सिलोनाको टेक्निक हुनसक्छ। यस्तो क्लच क्लच मोमेन्टमा गोल हालिदियो कि त्यो पहिलो गोलको कुरा गर्ने हो भने राफिनियाले यस्तो राम्रो फिनिसिङ गरिदियो कि त्यो क्रस बल पनि यस्तो खतरा फालिदिएको थियो कि अब चारजना डिफेन्डरहरूमा काटेर त्यो यस्तो अलिकति बढी भएको भए पनि डिफेन्डरले छुने चान्स थियो। अनि अलिकति फोर्स भएको भए पनि अब त्यो किपरले भेट्ने चान्स थियो नि त। त्यस्तो राम्रो फालिदियो। त्यसले गर्दाखेरि ओभरअलमा कुरा गर्ने हो भने बार्सिलोनाको टपै थियो है, उनीहरूको फर्म पनि टपै छ। ओभरअलमा सब प्लेयरहरू पनि छन् त स्क्वाडमा, उनीहरूको फर्म त्यस्तै चल्दैछन्। यङहरू लेभेन्डस्की बाहेक त अरू सबै यङ हो नि त। लेभेन्डस्कीको पनि अब के कुरा गर्ने, उसले यस्तो हिजो यस्तो क्लच मोमेन्टमा गोल हालिदियो कि अब उसको त्यो कन्ट्रोलिङको कुरा गर्ने हो भने कन्ट्रोलिङको त के कुरा गर्नु। फिनिसिङ र कन्ट्रोलिङले गर्दा नै बार्सिलोनाको हिजोको फाइनलको जित्ने सपना पुरा भएको जस्तो लाग्छ। बार्सिलोनाले अघि राति सुपर डी फाइनल जितेसँगै उसले सुपर डीको टाइटल योसँगै उसले 16वटा ट्रफी आफ्नो घरमा भित्राइसकेको छ भने अब उसको यो बाजीको सिजनको कुरा गर्ने हो भने सुपर डी कपमा उनले लगातार यो 11वटा म्याच जितेको छ, कुनै पनि म्याच हारेको छैन। त्यसले गर्दाखेरि अब रियल म्याड्रिडको त फर्म नै खराब छ नि त यो सिजनमा। अब एम्बापे जस्तो टप स्कोरर यता बेन्चमा बसिरहेको थियो हिजोको म्याचमा पनि, ऊ पुरै 100% फिट थिएन। लास्ट आवरमा आएर त्यही 10-15 मिनट त खेलायो। त्यसले गर्दाखेरि रियल म्याड्रिडको कम्बिनेसनमा त्यस्तो राम्रो पर्फर्मेन्स हुन सकेन। त्यसले गर्दा अब रियल म्याड्रिडले पनि राम्रो कमब्याक त गरेको थियो। पहिलो गोल चाहिँ अब बार्सिलोनाको तर्फबाट राफिनियाले 36 मिनटमै गोल गरेको थियो। अब त्यो यस्तो क्लच बल अघि नै मैले कुरा गरिसकेँ, यस्तो राम्रो पर्फर्मेन्सको उनीहरूको कम्बिनेसनले गर्दाखेरि क्रसले गर्दा यस्तो राम्रो फिनिसिङ पनि हान्थ्यो। त्यसको विथिन केही मिनटमा नै रियल म्याड्रिडको तर्फबाट भिनिसियस जुनियरले सेन्टरबाट यस्तो राम्रो बल कुदाएर उनले छक्काएर 2-3जना डिफेन्डरलाई नै छक्काएर राम्रो फिनिसिङ गरेको थियो। उसको त्यहाँ तारिफ योग्य हुने खालको खेल खेलेको थियो भिनिसियस जुनियरले अघि रातिको खेलमा। पहिलो हाफ 2-2 गोलको बराबरी खेलेर टाइम सकेको थियो भने अब सेकेन्ड हाफको कुरा गर्ने हो भने निकै बेरसम्म घम्साघम्सी चलेको थियो त्यहाँ प्लेयरहरूको ट्याकलिङदेखि लिएर। त्यस हिजो ओभरअल कुरा गर्ने हो भने बार्सिलोनाको अब धेरै राम्रो थियो के, धेरै राम्रो सबै कुरा, एट्याकिङ हेऱ्यो डिफेन्डिङ हेऱ्यो त्यस्तै छ। अब रियल म्याड्रिडको कुरा गर्ने हो भने रियल म्याड्रिडले डिफेन्डिङमा अब हिजो उनीहरूको अफसाइड पोजिसनलाई अलिक खुल्ला गर्ने भन्दाखेरि उनीहरूको त्यो डिफेन्डिङले कोलाप्स खाएको हो हिजोको म्याचमा। अब त्यो डिफेन्डरहरूले पनि 5-6जना भन्दा पनि अब खुल्ला नै छोडिदिइरहेको छ क्या उनीहरूको बार्सिलोनाका एट्याकरहरूलाई। खुल्ला छोड्नु भनेको त्यो माथि उनीहरूको टाक्काटुक्की चल्छ नि त। त्यसले गर्दा यता बार्सिलोनाले त्यसलाई जज गर्नै सकेन, त्यसले गर्दा मिस जज भयो। त्यो 76 मिनटमा राफिनियाले त्यस्तो पावरफुल स्ट्राइक त हानेको थिएन र पनि त्यो डिफेन्डरको खुट्टामा रिफ्लेक्स भएर अब किपरको माथिबाट गयो के। त्यो किपरले डाइभ हानिसकेको थियो नि त, यताको साइडमा बल उनले प्रहार गरेको थिए भने अब त्यो डिफेन्डरको खुट्टामा लागेर त्यो किपर ड्राइभ गरिसकेको थियो। त्यसले गर्दा ऊभन्दा माथिबाट गोल त्यो भयो भने अब त्यो रियल म्याड्रिडले त्योभन्दा पछाडि अब त्यस्तो सर्ट अन टार्गेटहरू नै खेलेन के। त्यसले गर्दा रियल म्याड्रिड 3-2ले नै अब हारिसकेको थियो। अनि त्यस पछाडि रियल म्याड्रिडले एम्बापेलाई पनि सब्स्टिट्युटमा त ल्याएको थियो, तर एम्बापे पनि त्यस्तो राम्रो पर्फर्मेन्स दिन सकेन किनभने ऊ 100% फिट नै छैन नि त। 100% मेडिकली फिटै छैन भनेर योभन्दा कतिचोटि रिपोर्टहरू आइसकेको थिए। अब उनले फाइनलै मिस गर्छ भनेर उनलाई कतिवटा रिपोर्टहरू आएको थियो र पनि अब रियल म्याड्रिडले त्यो फाइनल जस्तो म्याचमा एम्बापेलाई गुमाउन चाहेन, बरु एम्बापेको करियरलाई चाहिँ धरापमा राखेर भए पनि खेलाएको थियो हिजोको म्याचमा। र पनि एम्बापेले त्यस्तो राम्रो गर्न सकेन। सकोस् पनि कसरी, ऊ 100% फिटै छैन भने कसरी गर्छ त। उसलाई अब आफूमा पेन भइरहेछ भने त्यो अब प्लेयरलाई मात्रै थाहा हुन्छ कुन कन्डिसनमा खेलिरहेछ। डिफेन्डर डी जङले चाहिँ रेड कार्ड खाएका थिए, तर पनि त्यो रेड कार्डले खासै फरकै पर्दैन। अब जम्मा 4 मिनट त हुन्छ त्यो म्याचमा, 4 मिनटमा 10जना र 11जनामा खासै डिफेन्डै परेन किनभने एक गोलको अलरेडी लिड पनि थियो। त्यसले गर्दा यता बार्सिलोनाले त्यस्तो प्रेसर फिलै गरेन। रियल म्याड्रिडको चाहिँ कमजोरी के देखियो भन्दाखेरि अब 101 प्लेयरहरू छ,
अब त्यो कोचिङदेखि लिएर म्यानेजरदेखि लिएर अब कसलाई कहाँ खेल्ने भनेर धेरै कन्फ्युजन लागे जस्तो लाग्यो। किनभने योभन्दा अगाडि प्लेइङ 11मा लगातार दिइरहेको गोलरलाई योपालि बेन्चमा राखेको छ। ऊ फिट पनि छ जस्तो देखिन्छ। उसको त्यस्तो कुनै पनि इन्जोर्ड छ भनेर न्युजहरू आएको छैन र पनि उनलाई बेन्चमा राखेको छ। अब रियल म्याड्रिडमा 101 प्लेयरहरू छ। तिनीहरूलाई अब अलिक केही प्लेयरहरूलाई चाहिँ अब त्यो डिभाइड गरिदिए पनि हुन्छ। जस्तै यो लिगमा यो प्लेयरहरू खेल्ने या धेरै नै गाह्रो छ भने भिनी र अब कोचको तपाईँहरूले त्यो उसको कन्ट्रोभर्सी त सुन्नुभएको हो। त्यसले गर्दाखेरि अब प्लेयरहरू धेरै भएको भए त अब कतिजना प्लेयरहरू बेच्ने पनि हुन्छ। अब धेरै राखेर के गर्ने, पर्फर्मेन्स चाहिँ आउँदैन भन्दा नि कम्बिनेसनै मिल्दैन। धेरै सबै म हिउँ जसरी खेल्छ, सबैमा इगो आएपछि त काम दिएन नि। त्यहाँ त अब जस्तो क्रिकेट जस्तो एकजना चलेर जित्ने भए चाहिँ अब ठिकै हुन्थ्यो। तर यो फुटबल भन्ने म्याच चाहिँ यस्तो हो कि 11जनाकै कन्ट्रिब्युसन हुनुपर्छ क्या त्यहाँ। 11जना मात्रै होइन, 12जना भन्छु म त यता। अझै दर्शकहरू पनि भएनन् भने फुटबल त चल्नै सक्दैन नि त। त्यसले गर्दाखेरि फिल्डमा खेल्ने त 11जना हो र पनि दर्शकले पनि साथ दिँदाखेरि अझै टिमलाई आत्मबल बढ्छ नि त गेम जित्नको लागि। अब यस्तै हो। अब रियल म्याड्रिडको त कमजोरी देखिहाल्नु भयो। अब यता बार्सिलोनाले चाहिँ अब हिजो सबैभन्दा धेरै कुरा हुनुपर्छ भने त्यहाँ राफिनियाको कुरा हुनुपर्छ। उसको चाहिँ अब बार्सिलोनामा उसको रोल यस्तो इम्पोर्टेन्ट छ भनेर अब बार्सिलोनालाई पनि थाहा छ होला, एज अ फ्यान हामीलाई पनि थाहा हुन्छ। किनभने हिजो जस्तो म्याचमा यस्तो क्लचिङ मोमेन्टहरू क्रिएट गरेका थिए। उसको त्यो ट्याक्टिकहरूदेखि लिएर यस्तो इम्पोर्टेन्ट म्याचमा उसको सर्ट अन टार्गेटहरू पनि त्यस्तै थियो। उनले 2 गोल गरेर हिजोको प्लेयर अफ द म्याच पनि भएका छन्। अब हेरौँ योभन्दा पछाडिको ब्यालोन डोर अवार्डमा चाहिँ अब उसको नाम नोमिनेट हुन्छ कि हुँदैन। योभन्दा अगाडिको ब्यालोन डोर अवार्डमा उसको नाम नआएर बार्सिलोनाका फ्यानहरू रिसाएका थिए। अब यो चाहिँ अब यता प्लेयरले भन्दा पनि उता दिनेको कमजोरी हो या के हो नि त। त्यो त उसले बुझ्नुपर्ने, उसको त पर्फर्मेन्स दिने कुरा हो। उसले क्रिटिसाइज लिएर उसको हातमै नभएको कुरामा अब त्यो चित्त दुखाएर कामै छैन भन्छु म चाहिँ। अब लेट्स सी अर्को म्याचमा अब एल क्लासिको पनि आउँदैछ। अब हेरौँ के गर्छ। रियल म्याड्रिड फेरि हार्ने हो कि अब जित्छ कि, तपाईँहरूको आफ्नो अपेक्षाहरू कमेन्टमा भन्न सक्नुहुन्छ। त्यसै गरी अब यता एफए कपकै कुरा गर्ने हो भने अघि राति 2टा म्याचहरू भएका थिए। आर्सेनल भर्सेस पोर्टमाउथ बिच भएको खेलमा आर्सेनलले पुरै ह्युमिलेट नै गरेको छ है। 4-1 गोल अन्तरले जितेको छ यार। तर आर्सेनललाई 4-1 भनेको कम्ती जस्तै लाग्छ मलाई। किनभने आर्सेनल यस्तो टप फर्ममा छ, त्यसले गर्दाखेरि पोस्ट फर्म त निकै तल छ नि त ऱ्याङ्किङ वाइज पनि। त्यसै गरी एफए कपमै अघि राति म्यान्चेस्टर युनाइटेड भर्सेस ब्राइटन बिच भएको खेलमा ब्राइटनले पुरै धुलो नै चुटाएको छ हो। यस्तो अब कोचलाई चेक गरेर पनि नयाँ कोचले पनि प्रुभ गर्न नसक्ने रहेछ नि त। प्लेयरहरू नै राम्रो साइनिङ गर्नुपर्ने रहेछ भनेर अब म्यान्चेस्टर युनाइटेडको कम्बिनेसनै मिलेको छैन। राम्रो अब यङ प्लेयरहरू ल्याउने कोसिस त गर्दैछ। अब उनीहरूको कम्बिनेसन नमिलेको गर्दाखेरि ब्राइटनले पुरै धुलो नै चुटाएको थियो। तर लास्टमा 1 गोल चाहिँ फर्काएर 2-1 बनायो। तर म्याच त हार्यो नि त। यस्तै खेल्छौँ भने अपडेट, एनालाइसिस, भिडियोहरू, सर्टहरू हेर्नुको लागि तपाईँहरूले खेल्छौँ युट्युब च्यानललाई सब्सक्राइब गर्नुपर्ने। सब्सक्राइब।